भेरी गुड मर्निङ टु अल अफ यु सम्पूर्णलाई स्वागत छ च्यानल राज सुन्दास भ्लगमा है। र हजुरहरूसँग नयाँ दिनमा नयाँ भ्लग लिएर आज फेरि म उपस्थित भइरहेको छु। र आज चाहिँ म फिलहाल है फेरि पनि दार्जिलिङै आज र भोलिको लागि म जाँदैछु। र सो मेरो स्पेसल आजको गेस्ट चाहिँ हुनुहुन्छ हाम्रै कालिम्पोङमा माथि इन्डियन आर्मी हुनुहुन्छ है, उहाँलाई लिएर म जाँदैछु। सो अहिले चाहिँ अब हामी यहाँनिर पेसोकदेखिको अलिकति माथि आइपुगेको छौँ। सो यहाँ सरलाई लिएर चाहिँ हामी जाँदैछौँ, हाम्रो अनिल सर हो, उहाँको फ्यामिली, यहाँ हाम्रो सानो बहिनी प्रियन्सु, हाम्रो पिङ्की दिदी तल बसिरहनु भएको छ। र यहाँ चाहिँ अहिले अब हामी चाहिँ उहाँहरूले चाहिँ स्पेसली ब्रेकफास्ट चाहिँ घरमै बनाएर ल्याउनु भएको रहेछ होइन। र अहिले चाहिँ अब हामी ब्रेकफास्टहरू गर्दछौँ। सो यो ब्रेकफास्ट गरिसकेर चाहिँ हामी दार्जिलिङतर्फ लाग्नेछौँ। र आज दार्जिलिङ गएर चाहिँ बसेर भोलि फेरि टाइगर हिलहरू हेरेर चाहिँ हामी फर्किनेछौँ। सो जोडिँदै गर्नुहोस्। र यहाँबाट चाहिँ यति दामी भ्यू देख्दो रहेछ यो पेसोकको माथिबाट पनि। यहाँ चाहिँ हाम्रो शिवान्स, हाम्रो छोटा बम। प्रियंशु अभी गाना सुनाओगी ना? अच्छा। सो गाइज अहिले चाहिँ अब हामी चाहिँ नट लन्च ब्रेकफास्ट चाहिँ गरिसक्यौँ होइन। उहाँहरूले घरबाटै बनाएर ल्याउनु भएको रहेछ, मजाको थियो। र अब चाहिँ हामी यहाँबाट निस्किनेछौँ दार्जिलिङ। र दार्जिलिङमा चाहिँ आज हामी जति पनि साइट सिनहरू भ्याउँछौँ है त्यो गरेर चाहिँ फेरि भोलि बिहानै हामी निस्किनेछौँ टाइगर हिलको लागि। टाइगर हिल गरे पश्चात चाहिँ फेरि हामी अन द वे टु कालिम्पोङमा जतिवटा पोइन्ट भेट्छौँ त्यो पोइन्टहरू हामी घुम्दै आउनेछौँ। सो जोडिँदै गर्नुहोस्, स्टे ट्युन। र यहाँ चाहिँ यति मजाको जग्गा रहेछ है, यस्तो दामी जग्गा छ, बस्ने ठाउँहरू मजाको रहेछ। तपाईँहरू आउनुहोस् यहाँनिर स्पेसली है, हेर्नुहोस्। र फिलहाल चाहिँ बसन्ती WB 788350 बसन्तीले पनि अहिले चाहिँ रेस्टै पाएको छैन हो। सो गाइज अहिले चाहिँ फिलहाल चाहिँ हामी चाहिँ यहाँनिर जोरबङ्गला पसेर चाहिँ है यहाँ घुम मोनेस्ट्रीको त्यहाँनिर मैले उहाँहरूलाई छोडिदिएको छु। मलाई पनि जानु एकदमै इच्छा थियो, तर के गर्नु अब यहाँनिर पार्किङको अलिकति समस्या हुन्छ, गाडीहरू है सारिदिइरहनुपर्छ। सो म त्यहाँ जानु सकिनँ। अहिले फिलहाल चाहिँ यहाँ म तपाईँको यो घुम मोनेस्ट्री चाहिँ यहाँ माथि तपाईँले पछाडि देख्नु सक्नुहुन्छ, यहाँ माथि है टपमा चाहिँ यहाँ घुम मोनेस्ट्री छ। सो जोडिँदै गर्नुहोस्, अगाडि अरू केही छ भने म तपाईँलाई है राम्रोसँगले देखाउँछु। सो गाइज अहिले चाहिँ फाइनली मैले अलिकति जग्गा पाएँ है गाडी राख्ने। सो म पनि अब यहाँ घुम मोनेस्ट्री, ओल्डेस्ट मोनेस्ट्री चाहिँ यहाँनिर 2-3वटा रहेछ होइन, तर पनि मैले चाहिँ अब मेरो गेस्टलाई चाहिँ छोडिदिएको छु ओल्डेस्ट मोनेस्ट्रीमा। सो म पनि त्यही जाँदैछु र तपाईँहरूलाई पनि देखाउँछु के कस्तो रहेछ है, जोडिँदै गर्नुहोस्। सो गाइज अहिले हिँड्दै चाहिँ यहाँ चाहिँ आइपुगेँ, तर मैले एउटा मिस्टेक चाहिँ के गरेछु भने आई थिङ्क यहाँभित्र गाडी जानु दिन्थ्यो रहेछ है। अब अलिकति मलाई पनि कतिवटा जग्गाको आइडिया भएन यहाँनिर। सो म पनि गाडी पार्किङ गरेर गेस्टलाई पनि मैले पठाएँ र म पनि जाँदैछु। तर अहिले सोद्धाखेरि चाहिँ आधी किलोमिटर चाहिँ हिँड्नुपर्छ भन्नुहुँदै थियो। सो जाउँ, हिँड्दैछु है। सो गाइज फाइनली चाहिँ अहिले चाहिँ अब हामी मोनेस्ट्री आइपुग्यौँ जस्तो छ है, हिँड्नु चाहिँ निकै पऱ्यो बिचराहरू। सो अहिले चाहिँ हामी आइपुग्यौँ यहाँ घुमको सबसे ओल्डेस्ट मोनेस्ट्री है, कालिम्पोङको सेम लाइक यो दुर्पिन मोनेस्ट्री जस्तो नै रहेछ होइन। र फाइनली चाहिँ आइपुग्यौँ हामी यहाँको ओल्डेस्ट मोनेस्ट्री हिगा छोलिङ मोनेस्ट्री। र यो चाहिँ घुमको सबभन्दा पुरानो गुम्बा है। र अलिकति दर्शन गरौँ र हामी यहाँबाट निस्कि पनि हाल्नुपर्छ, किनभने गाडी पनि परै भयो।
ओके गाइस, सो तपाईँहरूलाई है एउटा सर्ट टाइममा मैले यहाँको हिगा छोलिङ मोनेस्ट्री, यहाँ घुमको चाहिँ सबभन्दा ओल्डेस्ट मोनेस्ट्री है, अहिले तपाईँहरूलाई मैले देखाएँ। र यहीँ हाम्रो प्रियांशु पनि मसँगै छ। आजको मेरो क्यामेराम्यान चाहिँ प्रियांशु थियो कतिवटा है। सो अब चाहिँ हामी सिधै जाने, फेरि निस्किने र जुडिँदै गर्नुहोस्। सो गाइस, अहिले चाहिँ सानो वक हाम्रो हो यहाँ मोनेस्ट्रीतर्फ। सर कैसा लगा मोनेस्ट्री? बहुत अच्छा लगा। अभी और भी जगह है घूमने के लिए। अनन्या को कैसा लगा? बहुत अच्छा। और आगे और मज़ेदार जगह है, जाएंगे घूमने के गाइस। सो बिस्तारै बिस्तारै चाहिँ हामी यहाँ बतासे लुप चाहिँ आइपुग्यो। तर दार्जिलिङको चाहिँ बिहानै पनि तपाईँहरूले जाम चाहिँ हेर्नु चाहिँ एकदमै बिस्तारै गर्दै यहाँ आइपुग्यो। अझै अब डल्लै घुम्नु छ होइन। तर अहिले चाहिँ जाम चाहिँ यहाँ यस्तो छ। सो गाडी राख्ने चाहिँ सानो पार्किङ चाहिँ पाएँ, यसो राख्नु चाहिँ गाडीहरू चाहिँ हो। अब हेर्दै जाउँ कहाँ कहाँ भ्याउँछ। फेरि टोकन पनि काट्नुपर्छ भोलि टाइगर हिलको लागि। सो बतासे लुपमा चाहिँ यहाँ माथिहरू चाहिँ इन्डिया फ्ल्याग, सानो इन्डियाको फ्ल्याग चाहिँ सानो त होइन ठुलो हो नि, यहाँबाट मात्रै सानो देखिरहेको छ। जाम चाहिँ दार्जिलिङ चाहिँ यस्तो छ अहिले। सो गाइस, फाइनली चाहिँ अहिले चाहिँ हामी आइपुग्यौँ जाम खाँदा महाकाल धाम टेम्पल है। यहाँ चाहिँ हामी फर्स्टमा आउनु पर्थ्यो। विशेष गरी चाहिँ के भन्दाखेरि जहिले पनि अब म यहाँनिर लिएर आउँछु है। तर आफू नै जानु मिल्दैन, किनभने गाडीहरू यहाँ पार्किङ गरेको जग्गामा हटाइदिनुपर्छ, मिलाइदिनुपर्छ। सो आज चाहिँ मैले मेरो गाडीको चाबी पनि यहाँ पार्किङवालालाई नै दिएको छु र एकपल्ट चाहिँ माथि है दर्शन गर्नु पनि जाउँ भनेर एउटा सोचेको छु। सो तपाईँहरूलाई एउटा म सानो है छोटकरीमा माथि महाकाल धाम पनि देखाउँछु। तर है सधैँ आउनु नपाए पनि यसरी जुड्दाखेरि एकदमै मन शान्ति लाग्छ है यहाँनिर आउनु पाउँदा। सो अब चाहिँ म तपाईँहरूलाई माथि देखाउने छु। सो गाइज, अहिले है केही क्षणको लागि भए पनि सानो समयमा मैले तपाईँहरूलाई महाकाल धामको है दर्शन गराउन सकेँ र भोले बाबासँग महाकाल बाबासँग यही प्रार्थना छ कि सबैले चिताएको कुराहरू है सम्पूर्ण महानुभावहरूले चिताउनु भएको कुराहरू, इच्छा राख्नुभएको कुराहरू पुरा होस्। र अब चाहिँ हामी है समयलाई खेर नफालिकन, किनभने मेरो फेरि भोलि टाइगर हिलको लागि चाहिँ टोकनहरू पनि काट्नुपर्ने छ। सो उहाँहरूलाई म जू लिएर जान्छु। तर अब चाहिँ टाइम चाहिँ अलिकति यो 1 बजीदेखिको चाहिँ ट्राफिक उल्टा हुन्छ है, रुट चाहिँ उल्टा हुन्छ। सो अब हामी फेरि लङ रुट भएर नै जूपट्टि जानेछौँ। सो जुडिँदै गर्नुहोस्। हेलो गाइस, र अहिले चाहिँ है हामी यो मेरो गेस्ट चाहिँ जू पनि हेरेर आउनुभयो। र फिलहाल चाहिँ अहिले अब हामी चाहिँ यहाँनिर यो तल चित्रे टी गार्डन क्या, यहाँनिर तपाईँले हेर्नु सक्नुहुन्छ। यहाँनिर आएको, तर अहिले चाहिँ फिलहाल मैले पनि ज्याकेट निकाल्नै पर्ने भयो, जाडो पनि सुरु है, अन्त पानी पर्नु थाल्यो एकदमै। तर पनि पानी परे पनि यहाँबाट वेदर चाहिँ अलिकति है भ्यूहरू राम्रै देखिरहेको छ। सो हेर्नुहोस्
सो गाइस अहिले चाहिँ भने अलिकति यहाँनिर पानी रहेको जस्तो भयो है र बिस्तारै बिस्तारै टुरिस्टहरू पनि ओह्रालो झर्न थाल्यो र मेरो टुरिस्ट चाहिँ तल घुम्नुहुँदैछ नानीहरूसँग हो र यहाँ सो गाइस अहिले चाहिँ फेरि मैले उहाँलाई चाहिँ चौरस्ता घुम्नुहोस् भनेर चाहिँ मैले उहाँलाई छोड्दै किनभने जापानिज टेम्पल चाहिँ हामी सायद जाँदा ढिलो पनि हुन्छ होला होइन र मैले उहाँलाई त्यहाँ छोडिदिएको छु र म चाहिँ यहाँ अहिले फेरि महाकालधाम मन्दिरकै मुनि पार्किङको लागि यहाँनिर आइरहेको छु र फिलहाल चाहिँ मैले यहाँनिर एकजना मान्छे देखेको थिएँ है एकजना यस्तो मान्छे म तपाईँहरूलाई अहिले उहाँलाई भेटेछु भने चाहिँ म जोडाउने छु गाइज मैले चाहिँ यहाँनिर चाहिँ खासमा चाहिँ है एकजना मान्छे भेटाउँछु भनेको थिएँ तर उहाँ चाहिँ गइसक्नु भएछ र यहाँ चाहिँ मैले हाम्रो सचिन तामाङ जो अहिले फेसबुकमा एकदमै भाइरल हुनुहुन्छ है हाम्रो पर्यटकलाई घुमाउने उहाँको जुन चाहिँ ट्यालेन्ट छ जुन चाहिँ कला छ सबैले एकदमै हेरिरहनु भएको छ होला र उहाँलाई चाहिँ मैले यहाँनिर भेटेको थिएँ है अन्त तर मैले यहाँ गाडी पार्क गरेर आउँदा चाहिँ उहाँको घर चाहिँ मुनि रहेछ र सो उहाँ पनि गाडी पार्क गरेर चाहिँ गइसक्नु भएछ सो ठिकै छ केही छैन आउने दिनमा फेरि भेटौँला होइन र बसिरहेको छु यहाँनिर महाकालधाम मन्दिरको मुनि नै जाडो पनि छ चिसो छ सो जोडिँदै गर्नुहोस् अब चाहिँ कति बेला गेस्टले फोन गर्छ र फोन गरेपछि चाहिँ हामी सिधै जलपार गएर आज 30 स्टे गर्नेछौँ सो बेलुका अलिकति तपाईँसँग त्यहाँ जोडिनेछु सो गाइज हामी चाहिँ जलपाड आर्मी क्यान्टिनभित्र जाँदैछौँ होइन तर बाटो चाहिँ अलिकति हेभी जङ्गल टाइपको रहेछ यहाँनिर सोधेर चाहिँ निस्क्यो अब तर कहाँ पुग्ने हो कता पुग्ने हो गएकै छौँ यो बाटोमा चाहिँ एक्लै वकमा जानु पनि अलिकति डरसरी नै हुने रहेछ हेर्नुहोस् है पुरै सो गाइज अहिले चाहिँ म यहाँनिर है जलपाहाडभित्र जुन चाहिँ आर्मीको गेस्ट हाउस आइपुगेको छु र भित्र चाहिँ मैले कतिवटा रेस्ट्रिक्सनले गर्दाखेरि भिडियोहरू गरेर एकदम दामी जग्गा है र अहिले फिलहाल चाहिँ यो चाहिँ मेरो रुम यहाँबाट हाम्रो सर्टी गरिदिनु भएको होइन र आज चाहिँ अब यहाँ बसेर चाहिँ भोलि बिहान निस्किनुपर्छ जोडिँदै गर्नुहोस् सो गाइज अहिले चाहिँ फाइनली सबै कुरो भयो है र आजको हाम्रो मोटामोटी आजको ट्रिप यहीँ सक्यो र अहिले चाहिँ म यहाँ गेस्ट हाउसमा होइन अब छिटो सुत्नुपर्छ भोलि बिहान छिटो उठेर टाइगर हिल छ सो भोलि फेरि तपाईँसँग यही ब्लगलाई लिएर कन्टिन्यू जोडिनेछु सो स्टे ट्युन त्यति बेला सम्झँदाखेरि गुड नाइट लभ यु अल टेक केयर गुड मर्निङ सम्पूर्णलाई स्वागत छ है मेरो च्यानल राज सुन्दास ब्लगमा र हजुरहरूलाई हिजो भने मार्फत अहिले चाहिँ फिलहाल बिहानको है लगभग 4 बजी सक्यो सो हामी पनि यहाँ टाइगर हिलमा आइपुग्यौँ र बिचरा गेस्टहरूलाई पनि बिहानै चाँडै नै मैले छिटो लगाएर हामी आइपुग्यौँ किनभने जति ढिलो आयो होइन त्यति नै यहाँ गाडी राख्नु पनि प्रब्लम हुन्छ फेरि अलिकति यहाँनिर माथिसम्म नै हिँड्नुपर्छ सो अहिले चाहिँ अब हामी यहाँनिर चाहिँ आइपुगेको छौँ लाग्दैछ कि आज राम्रै देख्छ होला सनराइज पनि र कञ्चनजङ्घा पनि किनभने वेदर पनि एकदमै क्लियर छ र आउँदाखेरि माथि पिक पोइन्टसम्म पनि कुनै एउटा हामीले है फगहरू कुनै धुम्म टाइपको देखेनौँ सो जोडिँदै गर्नुहोस् र फिलहाल अहिले चाहिँ यहाँनिर है हाम्रो दाजुहरूले यसरी बिहानै स्टलहरू लाउनु हुँदैछ यहाँनिर र उहाँहरू पनि बिचरा तलबाट चाँडै बिहानै उठेर आफ्नो है डेलीको ड्युटी यसरी सुरु गर्नुहुन्छ सो अहिले जोडिँदै गर्नुहोस् बिस्तारै अब उज्यालो हुँदै जान्छ र म तपाईँहरूलाई त्यो पनि देखाउँछु र हाम्रो स्पेसली यहाँ दिदीहरू पनि बिचरा यसरी है बिहानै चियाहरू बेच्नुहुन्छ यहाँनिर सो जोडिँदै गर्नुहोस् अहिले तपाईँहरूले हेर्नु सक्नुहुन्छ है बिहानैको समयमा टुरिस्टहरू बिस्तारै गर्दै गाडीमा यहाँनिर भेला हुँदैछ है र गाडीको अहिले लाइन यस्तो छ है सो अब यो बिस्तारै चाहिँ अहिले एकछिनमा तपाईँले हेर्न सक्नुहुन्छ एकदमै भिड यहाँनिर टुरिस्टको चाहिँ धेरै नै भिड हुन्छ र यहाँ हेर्नुहोस् चाहिँ मैले अलिकति जुम गरेर फोकस गरेर तपाईँलाई देखाउँदैछु है र टाइगर हिल आउने
भिजिट गर्नु आउने सनराइज हेर्ने है र कञ्चनजङ्घाको भ्यू हेर्नु लागि चाहिँ गाडीहरू चाहिँ यसरी यति बिहानै चाहिँ लस्करै आउँदैछ तल र यो गाडी चाहिँ अहिले एकछिनमा चाहिँ है यति बिना यहाँनिर जम्मा हुन्छ यो जति पनि तपाईँले देख्नुहुन्छ त्यहाँ ट्रेन जस्तै लाइनमा आउँदैछ यो चाहिँ सबै टाइगर हिल भिजिटको लागि आएको है र यो अगाडि देख्नु हुँदै गरेको चाहिँ पुरै दार्जिलिङ मेन टाउन सो यही माथिबाट चाहिँ तपाईँको यो जुन चाहिँ मैले देखाउँदैछु टाउनको माथि तपाईँले कञ्चनजङ्घाको भ्यू देख्न सक्नुहुन्छ र सनराइजको पोइन्ट चाहिँ अहिले हामीले यताबाट देख्छौँ है तर अहिले फिलहाल चाहिँ बिस्तारै बिस्तारै स्टल पनि लाग्दैछ र टुरिस्टहरू पनि यसरी भिडभाड हुँदै जाँदैछ यहाँनिर हेर्नुहोस् है भिड चाहिँ बिस्तारै बिस्तारै भिआइपीहरू पनि टाइगर हिलको भ्यू चाहिँ सनराइजको भ्यू हेर्नु आइपुगेको छ यहाँनिर सो गाइस अघि तपाईँले हेर्नु हुँदै थियो है एकदमै कम्ती मात्रामा यहाँ मान्छे थियो तर अहिले चाहिँ बिस्तारै बिस्तारै हेर्नुहोस् टुरिस्टहरूको जम्मा चाहिँ अहिले चाहिँ तपाईँको यहाँ चाहिँ टुरिस्टको भिडभाड चाहिँ यो चाहिँ दार्जिलिङको टाइगर हिलबाट चाहिँ सनराइजको भ्यू हेर्ने र साथसाथै कञ्चनजङ्घाको भ्यू हेर्नु लागि चाहिँ यहाँ भिड र अहिले अझै टाइम छ हेर्दै जाउँ कतिको भिड हुने रहेछ है सो गाइस अहिले 5:15 को टाइमिङमा चाहिँ है सनराइजको आज उयो थियो बट अलिकति 6-7 मिनट चाहिँ ढिलो चलिरहेछ र तपाईँले सनराइजको भ्यू पनि हेर्नु सक्नुहुन्छ सो गाइज तपाईँहरूले हेरिहाल्नुभयो है बट आज त्यति अरू बेला जुन चाहिँ युजली देख्ने त्यस्तो देखेको जस्तो लागेन मलाई तर पनि तपाईँहरूलाई मैले है अलिकति ढिलै भए पनि यतिको सनराइज देखाउनु पाएँ सो अब फेरि पनि गुड मर्निङ सम्पूर्ण मेरो भ्युवर्सहरूलाई है र मैले अघि बिदा लिइसकेको थिएँ हजुरहरूसँग तर अहिले चाहिँ मैले किन तपाईँहरूलाई यहाँनिर फेरि म एकपल्ट तपाईँहरूसँग जोडिनु गइरहेको छु भने चाहिँ यो जुन चाहिँ कञ्चनजङ्घा हामीले है टाइगर हिलबाट चाहिँ देख्न सकेनौँ त्यो चाहिँ अहिले हामीले फर्किँदा मैले गेस्टलाई स्पेसली यहाँनिर तिनचुले टी गार्डन देखाइदिन्छु भनेर लिएर आएको थिएँ है र अहिले चाहिँ फिलहाल म यहाँनिर तपाईँले देख्न सक्नुहुन्छ पछाडि टी गार्डनमा छु तिनचुले तर यहाँबाट चाहिँ म तपाईँलाई कञ्चनजङ्घा चाहिँ यहाँबाट देख्दैछ र अलिकति देखाउँछु है